मेरो कान्छी दाजुलाई घाँस जापानबाट आएर बिर्सिन हराइन्छ घाँस काट्न। सबैतिरको एक्सपिरियन्स रहेछ। चण्डीगढको पनि एक्सपिरियन्स भयो, इन्डियाको जापानको पनि एक्सपिरियन्स भयो। घाँस काट्न नि बिर्सन हराइन्छ कि पुरै फाँडफुँड पारेर घाँस काट्नु हो। 8 भारी पुऱ्याइयो। अब झन् 12वटा मुठा लाने भन्नुहुन्छ। अब 12वटा पुऱ्याएपछि बल्ल घरतिर जाने हो। यहाँ आफूलाई त्यहाँ पहिल्यै काम कस्तो गर्ने जुगाले टोकेको थियो। माहाले घाँसै काट्न दिएनन्। माहा बसेको गएर खुन्नु।